21 गतेको चुनावका लागि नेताहरूले घर घरमा गएर भोट मागिसकेका छन्। कसैले उखु बोक्दै भोट मागे, कसैले घरमै गएर रोटी हाल्दै काम गर्दै भोट मागे। कसैले भाषण गरेर भोट मागे। एमाले विरोधी कान खोलेर सुने हुन्छ नेकपा एमाले कुन 21 गते हुने निर्वाचनमा त्यो पार्टी पूर्वदेखि पश्चिमसम्म, गाउँदेखि सहरसम्म विशेष गरेर एउटै नाम अहिले बारम्बार हामीले सोसल मिडियाको एल्गोरिदममा सुनिरहेका छौँ, त्यो हो बालेन शाह। नेपालको राजनैतिक इतिहास बदलिँदैछ। किन थाहा छ? नयाँ शक्तिहरू सत्ताको कुर्सीमा बस्ने, पुरानाहरू घरको कुर्सीमा बस्ने। के बोले भाइ? मतलब नयाँ पुस्ताहरूलाई चान्स दिनुपर्छ, पुराना पुस्ताहरूले गरेको कामहरू हामीले धेरै देखिसक्यौँ भन्ने कुराहरू नेपाली जनताको मन मस्तिष्कमा बसिसकेको छ। यसै चर्चाका प्रमुख पात्रको रूपमा हामी बालेन्द्र शाह अर्थात् बालेन शाहलाई लिन सक्छौँ। बालेनले गरेका कुराहरू केवल भाषणमा मात्र सीमित हुन् या उनले गरेका कुराहरूले केही सन्देश दिन खोजेका हुन्? आउनु आजको गोल्डन टकमा ठाउँ ठाउँमा गएर बालेन शाहले चुनावी प्रचार प्रसारका लागि गरेको भाषणहरू सुनौँ। साँच्चै उनले देश बनाउलान् या डुबाउलान्? मेरो मतलब बनाउँदैन। आउनुहोस् बुझ्ने कोसिस गरौँ। पहिलोचोटि गोल्डन टक सुनौलो कुरा हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी भिडियोलाई स्किप नगरेर हेर्नु। एकजना दार्शनिक छन् एरिस्टोटल। उनले भनेका छन् कि नैतिकता भनेको अभ्यास, प्र्याक्टिसबाट बन्छ। राम्रो मान्छे बन्ने कुरा बोलेर होइन, बानी र कर्म अर्थात् कामबाट थाहा हुन्छ, उनले भनेका छन्। बालेन शाहले पनि यही सिद्धान्त अपनाएका त छैनन् कहिले। तपाईलाई थाहा छ होला, बालेन शाह फरक फरक ठाउँमा गएर उनले भाषण गरेका छन्। अब हामी उनले गरेका भाषणहरूलाई हेरौँ है त। उनले पहिलो भाषण जनकपुरमा गएर गरेका थिए, जसमा हामी देख्न सक्छौँ जनकपुरमा उनलाई हेर्नको लागि र उनको भाषण सुन्नको लागि आएका जनताहरू। काम गर्ने वाला आदमी थिए, यहाँ काम दु हम काम करके देखाए। सुरुमा त उनले मैथिली भाषामा बोलेरै सबैलाई मक्ख बनाइसकेका थिए। किनकि है त उनले त्यहाँका कृषक विद्यार्थीहरूका समस्याहरू, काठमाडौँ अधिकार मागेला नहीं जा, घूमेला जा पशुपति। खेती घर मंडला में उखू किसान के आंदोलन हुई है, मीटर ब्याजी पीड़ित के आंदोलन हुई है। हम मुख दर्शक बन के बैठल छी, हम कथु नहीं करे सके छी। समाजवादका कुराहरू पनि गरे। श्रेष्ठ समाजवाद काठमाडौँ महानगरपालिका में है, श्रेष्ठ समाजवाद 7 प्रदेश में चाहिए, 753 पालिका में चाहिए। चाहिए कि नहीं चाहिए हो? पार्टी पौवा मठ मन्दिरका कुराहरू पनि गरे। काठमाडौँ में रहकर हम सब मंदिर जोगैलियो, पार्टी पौवा संरक्षण कैलियो, पोखरी संरक्षण कैलियो, फलसा बनैलियो। लेकिन आज मिथिला में जनकपुर में अये के पोखरी, अये के मंदिर, अये के पार्टी पौवा इंतजार करके बैठल है कि कहियो केहू आए तो हमरा संरक्षण कर दे। कहियो केहू आए वाला केहू राष्ट्रिय स्वतंत्र पार्टी। उनले घन्टीमा किन भोट हाल्ने भनेर पनि खुलाइदिएका छन्। आई एगो मधेसिया छौड़ा प्रधानमंत्री बनेला है, वहीला मधेसिया पीएम बने वाला है, वहीला घंटी में वोट नहीं रहे के। सही लोग आवे वाला है, वहीला घंटी में वोट रहे के। उनले धनगढीमा गएर पनि भाषण दिए। बेली छकालै एउटा सुइना देखेका थिए। बेली छकालै एउटा सुइना देखेका थिए। सुदूर पश्चिम बनेको देश बनेको त्यो सपना पूरा गर्ने हो। उनले धनगढीको भाषणबाट आफ्नो एजेन्डा सुनाए। के एजेन्डाहरू सुनाए सुन्नुहोस् है। खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो, त्यो हो हाम्रो एजेन्डा। दुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। भेगमा मेरो भोट छैन, यहाँको बाटो किन बनाउने? यो भेगमा मेरो भोट छैन, किन बाटो बनाउने? राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने काङ्ग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ। सुदूर पश्चिमलाई सुनजिक पश्चिम बनाउनु पर्यो, राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो हो एजेन्डा। उनले धनगढीका प्रसिद्ध ठाउँहरूलाई विदेशसँग तुलना गरी यस्तो भने। मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनु पर्छ भन्छन्। स्विजरल्यान्डको बाउ बढी मालिका यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? स्विजरल्यान्डको पराकाष्ठ रामारोशन यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? हप्तड नेसनल पार्क यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? हामी नेपालीहरू माल भएको चाल नपाएको मान्छेहरू पर्यौँ।
उनले सुदूरपश्चिमका कला संस्कृतिहरूको कुरा पनि उठाए। सुदूरपश्चिममा एकदम धेरै कलाकार हुनुहुँदो रहेछ। 8 लाख सब्सक्राइबर भएको, 1 मिलियन सब्सक्राइबर भएको, तर त्यो गीत काठमाडौँको चोकचोकमा बज्दैन। जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौँको चोकचोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौँसँग। चस्मा खोल्नु पर्यो दाइ तपाईँको। हजुर, आँखा हेरौँ न, आँखा तपाईँको। आँखा हेर्न पर्दैन, काम हेर्नु होला। थ्याङ्क यू दाइ, थ्याङ्क यू। म धेरै बोल्दिनँ, धेरै धेरै धन्यवाद। सुदूर अब दूर नाइ, झिक्कै झिक्कै माया तमलाई, आई लभ यू। धनगढी पछि उनी सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गए। उनले त्यहाँ आफ्नो पार्टीको घोषणा पत्र सार्वजनिक गरे। आज हामीले बाचा पत्रबाट गरेको छौँ, कर्णालीबाट घोषणा गरेको छौँ। उनले प्रसिद्ध राणा तालको खण्डन गरे। यो देशको सबैभन्दा ठुलो ताल राणा ताल, राजा महेन्द्रले भन्नुभयो जस्तो स्वर्ग कि अप्सरा भएको ठाउँमा आउन पाउँदा धेरै खुसी लागेको छ। उनले कर्णालीका समस्याहरूलाई पनि उठाए। आजको दिनमा डोल्पाको सुन जस्तो मानिने यार्सा गुम्बा विश्वभरि पुग्न सक्छ, तर कर्णालीको स्याउ र मार्सी चामल त्यही चितवन र झापा पुग्न सक्दैन। देशमा अझै पनि भोकमरी छ, अझै पनि 4 वर्ष मुनिका बालबालिकाहरूको मृत्युदर एकदमै बढ्दो छ। महिलाहरूको, आमाहरूको मृत्युदर बढ्दो छ, त्यो कर्णालीमा छ। र त्यो कर्णालीको पीडालाई, गरिबीलाई, त्यो दुःखलाई बेच्ने नेता धेरै आए, त्यो गरिबीलाई बुझ्ने नेता धेरै आएका छैनन्। अहिलेसम्म कोही आएको छैन। त्यो बुझ्ने नेताहरू बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू। कला संस्कृतिलाई जोगाउने कुरा पनि गरे। आफैमा यो सिन्जा भ्याली सिभिलाइजेसन, सिन्जा उपत्यका सभ्यता भएको ठाउँ, नेपाली भाषाको उद्गम स्थल, खस भाषाको उद्गम स्थल। यहाँ आफ्नै भाषा छ, आफ्नै लिपि छ, आफ्नै चित्रकला छ, आफ्नै नाचगान छ, आफ्नै जात्रा पनि छ। यो सबै भयो भने एउटा सभ्यता मानिन्छ। जसरी काठमाडौँ महानगरपालिकामा हाम्रो नेवा सभ्यताको नाचगान, त्यहाँको लिपि, त्यहाँको बाजागाजा, त्यहाँका मूर्त अमूर्त सम्पदालाई हामीले जोगाएर राखेका छौँ, त्यसरी नै यहाँ कर्णालीको सभ्यतालाई हामी जोगाएर राख्न चाहन्छौँ। उनले कृषि पर्यटनको कुरा पनि गरे। यहाँको पर्यटन, यहाँको सम्भावना, यहाँको कृषि, यहाँको खेतीपाती, यहाँको आय आर्जन सबै वृद्धि गर्न पाऊँ। लास्टमा उनले के भने थाहा छ? यी सबै भाषण सुनिरहँदा तपाईँलाई धेरै कुरा कमन लाग्यो होला होइन? खासमा देशको विकास र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका लागि नेपालका कला संस्कृति, ठाउँ अनुसारका समस्याहरू, कृषि, पर्यटन लगायत समस्याको समाधान गर्न सक्यो भने नेपाल आफै विकास हुन्छ भन्ने उनको मनस्थितिमा छ। यो कुरा उनले ठाउँ अनुसार गरेका समस्याहरूका कमन कुराहरूबाट हामी थाहा पाउन सक्छौँ। हामी सबैले थाहा छ बालेन साहब झापामा राष्ट्रिय स्वतन्त्र पार्टी घन्टी चिन्ह लिएर उठेका छन्। फेरि कुर्सीमा बसेर देश चलाउँछु भन्ने केपी शर्मा ओली बासँग उनी प्रदेश प्रधान बाको त्यो कुर्सी पाउने आश पनि हुन सक्छ। त्यो कुर्सीमा को बस्ला, तपाईँको मनस्थितिमा के छ, त्यो कुरा कमेन्टमा जरुर लेख्नु होला। रह्यो कुरा बालेनले देश बिगाड्छन् या देश सपार्छन् भन्ने, यो कुरा त आगामी दिनमा उनले चुनाव जितेपछि कस्तो नीति योजना बनाउने, अरू शक्तिहरूसँग, अरू पार्टीहरूसँग उनी कसरी सहकार्य गरेर अगाडि बढ्छन् भन्ने कुरामा भर पर्ने कुरा हो। बालेन प्रधानमन्त्री भइहाले भने पनि के गर्लान् के नगर्लान् भन्ने सबैको चासोको विषय, सबैको ध्यान केन्द्रित भएको विषय यहाँ छ। चुनाव पछि नै थाहा हुने कुरा हो। फर्स्ट अफ अल उनले चुनाव जित्नु पर्यो। चुनाव जितेपछि उनी शासन सत्तामा गएर उनले चाहिँ कस्तो निर्णय, कस्तो योजना बनाउँछन्, त्यही अनुसार कसरी काम गर्छन् भन्ने कुरा हामी त्यसरी छुट्याउन सक्छौँ। अन्तिममा बालेन साहब प्रधानमन्त्री भयो भने के गर्लान् जस्तो लाग्छ तपाईँलाई? अनि प्रधानमन्त्री भएनन् भने के बोले भाइ? Thanks for watching my video. Please subscribe.